ललितपुरको ग्वारकोमा बनाइएको ओभरपास आज उद्घाटन हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने भएका छन्। आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुल्ला गरिनेछ। 12 फागुन 2078 मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन 4 वर्षभन्दा बढी समय लागेको छ। तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरुको सम्झौताभन्दा करिब 14 करोड लागत थप भएको छ। करिब 17 करोड 6,88,888 मा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो। 2 वर्षभित्र काम सम्पन्न हुने गरी 2078 साल फागुन 12 गते आशिष समानान्तर रेलिगेयर जेबी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब 1 करोड 47 लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको छ।